हामी माटो लिन चाहिँ यता थारमारे नजिकै छौँ। हाम्रो सारा गाउँको बगाल छौँ र हाम्रो यो माटोको नेतृत्वकर्ता हाम्रो चाहिँ लालमणि पण्डितजी हुनुहुन्छ। के छ यो बारेमा अलिकति बताइदिनु। अब के बताऊँ हजुर, गाउँघरमा साह्रै दुःख छ। चुन किन्ने पैसा चाहिँ हुन्न हामीसँग। अब के गर्ने, दुःख गर्नै पर्ने भयो। अनि वनमा माटो खन्न पनि दिँदैन हामीलाई। अब बोल्ने संरक्षण गरिरहेको छ। बोल्ने संरक्षण गरिराखेको छ। अनि लुगी छिपी हजुर 1-2 कट्ठा माटो लगेर घर ल्याउपोत गर्नको लागि हामी यो वनमा आइरहेछौँ, माटो खनिराखेका छौँ। गाउँतिर हजुरको चाहिँ झगडाझोर समुदाय वनतिर पस्न दिन्न मुलुकले। न त्यहाँ माटै छैन, यस्तो माटो नभए हुनाले यो वनमा आइपुग्या हो। अहिले यहाँ समात्यो भने त गाह्रो होला नि त हजुर। समातेपछि के गर्ने, यतै बसौँला मजासँग। अब के गरौँ हजुर, रातो माटो नभई नहुने। घरपत लिप्नको लागि होइन, घरपत लिप्नको लागि के गरौँ, त्यही भएर यो ठाउँमा आएको हो। यही नै हो, अरू के छ बाँकी? अरू बाँकी कुरा सिद्धि यही नै हो। कति कट्ठा बनाइसक्नु? 2-3 कट्ठालाई हो। कतिजना आउनु भएको गाउँ? पुरै गाउँ 15-16 जना आछौँ। 16 त्यही 48-50 कट्ठा यस्तै लगाउँला हामी। बोकेर यताबाट होइन? बोकेर हुने हो कि गाडीमा ढुवानी हुने हो। अहिले अब पत्ता लाग्ला, अहिले गाडीमा पाइहाल्छौँ। बडा दुःख छ होइन? लास्टै दुःख। अरू कसैको के भनाइ छ यो बारेमा? मुट्टी विभाग प्रमुखहरूको कहाँ छ? हाम्रो हरिभाइको के धारणा छ कि? ल हरिभाइ के छ भन्नु पर्ने? अब हामी आज शनिबार विशेष माटो दिने कार्यक्रम छ घरपोतले, त्यही भएर हामी सबै जुटिरहेछौँ। कति कट्ठा बनाइयो त अहिले? अहिलेसम्म हामीले 20 कट्ठा हो, सबै 80 कट्ठा हुने सम्भावना छ। कति पुरै गाउँमा आएको कि के छ? गाउँ एउटा टोल, हाम्रो साबिक 5 र 2 नम्बर वडा टिपलेटा गाविसको टोली आएको छ। हजुर हजुर। अब गाडी आउँदैछ, बाँकी माटो खन्ने काम जारी छ। गाउँतिर माटो नदिने अवस्था हो कि नभए हो कि के हो? खास गाउँमा छैन माटो। गाउँमा नभएर त्यही भएर अब भएको त्यस्तो सुन लाएर के हुन्थ्यो होला नि? अनि चुन लाएर मात्रै साध्य छैन। त्यो माटो खिच्न पाइन्छ, चुन किन्नुपर्छ। त्यस कारणले गर्दाखेरि पनि गाउँको गरिबीको कारणले गर्दाखेरि यो निकै गरिबी छ होइन? हजुर सुन किन्ने अवस्था कसैको छैन अहिले हाम्रो। कति घर पनि बसेको छैन, सबै कच्ची घर छ। त्यसमा चुन प्रयोग गरेर पनि 1 वर्षभन्दा अगाडि मात्रै तिर्ने भएन। हजुर। त्यसका लागि पनि माटो लिने कार्यक्रम हाम्रो कारणले आज माटो लिन आएको छ। ल धन्यवाद।